नमस्कार। आरएन रोड अल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएसन रङ्गलीका हाम्रा जति पनि एजुकेटिभ बडी र मेम्बरहरू आज विशेष वर्तमान सरकार भर्खरै मात्र इन्टिग्रेटेड अनलाइन पर्मिट सिस्टम जो प्रपोजल मात्र गरिएको छ, जो चाहिँ मनन केन्द्रमा 18 तारिक सम्माननीय सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह गोले साहबसँग हामी लगायत बसेर चाहिँ यो अनलाइन इन्टिग्रेटेड अनलाइन पर्मिट सिस्टममा कति छलफल गरेका छौँ र यसमा आज यसको विषयमा हामी रङ्गली ड्राइभर एसोसिएसनबाट पनि हामीले पनि हाम्रो तर्फबाट चाहिँ क्लियरिफिकेसन दिन गइरहेछौँ। मेरो देब्रेपट्टि हुनुहुन्छ संस्थाका प्रेसिडेन्ट सबिना राई, मेरो दाहिनेतर्फ हुनुहुन्छ ताक्सिरिङ तामाङ संस्थाका ट्रेजरर, यसै गरी हाम्रो चालाकुङका कन्भेनर पनि हुनुहुन्छ, यसै गरी सिनियर गुरुजीहरू हुनुहुन्छ, जस्तै एक्स प्रेसिडेन्ट कुमार छेत्री दाजु हुनुहुन्छ, यसै गरी हामी सिनियर दाजुहरू हुनुहुन्छ। यसको विषयमा चाहिँ यो क्लियरिफिकेसनको लागि म सोझै संस्थाको सभापति प्रेसिडेन्टलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। नमस्कार है। यो जुन चाहिँ अस्ति 18 तारिक हाम्रो सीएम साहबले यो इन्टिग्रेटेड अनलाइन पर्मिट सिस्टमको घोषणा गर्नुभयो है, यसमा चाहिँ हामी सम्पूर्ण यो हाम्रो रङ्गली स्टेक होल्डर कम ड्राइभर एसोसिएसन हामी यसमा खुसी छौँ। किन खुसी छौँ भने यो अब जमाना अनुसारले हामीले पनि त्यो हाई टेक्नोलोजीहरू कतिवटा कुरा हामीले पनि अपनाउनै पर्ने हुन्छ है, र हामी यसमा एकदमै खुसी लाग्यो। किन भन्दाखेरि तपाईँको रेस्ट्रिक्टेड एरिया र प्रोटेक्टेड एरिया पर्मिट जति पनि छ त्यसमा चाहिँ आउटसाइड अदर स्टेटको गाडीहरू जानु नपाउँदो रहेछ एक्चुअलमा। त्यो कुराहरू हामीलाई पनि थाहा थिएन पहिला, र अहिले जुन चाहिँ सम्माननीय हाम्रो मुख्यमन्त्री साहब र टुरिज्म सेक्रेटरी साहबले जुन चाहिँ त्यो दिन हामीलाई बुझाउनु भयो, त्यसमा हामी एकदमै यो हामीलाई अब एकदमै खुसी पनि लागेको छ। र रङ्गेलीको जति पनि हाम्रो ट्याक्सी गुरुजीहरूले यसको बेनिफिट लिनुहुन्छ होला भन्ने हामीले आशा राखेको छौँ। हामी सम्पूर्ण आरएन रोड अल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएसनका सम्पूर्ण मेम्बरहरू हामी एकदमै खुसी छौँ यो विषयमा। धन्यवाद। सम्माननीय मुख्यमन्त्री महोदयलाई हामी एसोसिएसन तर्फबाट नमस्कार गर्दै, जुन चाहिँ सम्माननीय मुख्यमन्त्री महोदयले यो एआई सिस्टम लिएर चाहिँ जुन चाहिँ हामीलाई यो पर्मिट विषय लिएर चाहिँ जुन चाहिँ रेस्ट्रिक्ट एरियातिर जाने अनि एसके लाइसेन्सहरू भएकोहरूलाई जुन चाहिँ सहुलियत दिनुभएको छ, त्यसमा म एसोसिएसनको तर्फबाट चाहिँ सम्माननीय मुख्यमन्त्री महोदयलाई नमस्कार गर्दै धेरै धेरै धन्यवाद छ हजुर सरलाई। नमस्कार। हाम्रा सम्माननीय मुख्यमन्त्रीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, ताकि हामी ड्राइभरहरूलाई यो जुन एआई को सिस्टम राखिदिनु भएको छ यसमा हामीलाई धेरै बेनिफिट हुनेछ भनिकन, र यो कुराले हामी सिक्किमे लाइसेन्स होल्डरहरूलाई र स्टे होल्डरलाई धेरै फाइदा हुनेछ भन्ने हामी आशा राखेका छौँ, र फेरि पनि हाम्रो मुख्यमन्त्रीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। वर्तमान विभागले जुन चाहिँ एआई सिस्टमलाई ल्याएको छ, इन्टिग्रेटेड अनलाइन पर्मिट सिस्टम ल्याएको छ, यो सिस्टमले चाहिँ के गर्छ भने चाहिँ यो सिस्टमले चाहिँ टाइमलाई एकदमै म्यानेज गर्छ। टाइमलाई हामीले पर्मिट के अरे चेकपोस्टतिर गएर रोक्नु पर्दैन, हामी इन भएपछि आउट भएपछि मात्रै रोकिन्छ। अर्को कुरा चाहिँ के छ भने यो सिस्टममा सपोज लिङतामदेखि चाहिँ माथि 3 माइल चेकपोस्टसम्म सपोज गाडी एक्सिडेन्ट भयो भने चाहिँ ड्राइभरहरूलाई यो बेनिफिट छ कि मालिकहरूलाई यो बेनिफिट छ कि हामी इन्सुरेन्सको पछि कुद्नु पर्दैन। सिक्किम सरकार नै पछि लागेर ड्राइभर अब डेथ भयो भने 5 लाख दिने र टुरिस्ट डेथ भयो भने 5 लाख दिने, यो पनि यो प्रावधानमा छ। र बाटोमा जति पनि गार्बेजहरूको पैसा उठाउने छ यो पनि हामीले केही दिनु पर्दैन, यो सरकारले नै उहाँहरूलाई अनुमोदन गरिसकेको छ। लाचेन जुम्साला कति दिने, लाचुङ जुम्साला कति दिने, र नाथाङ माचङको माथि पुगुकको एरिया पञ्चायतलाई कति दिने उहाँहरूले गरिसकेको छ। धेरै कुरालाई चाहिँ संशोधन गरेर ल्याएकोमा
वर्तमान सरकारलाई चाहिँ हामी रङ्गली ड्राइभर एसोसिएसन चाहिँ पुरा समर्थन जनाउँदछौँ। धन्यवाद।